तपाईले एन्टी ड्यान्ड्रफ स्याम्पू लगाउनुहुन्छ। राम्रो स्याम्पू, महँगो ब्रान्डको स्याम्पू लगाउन्जेल केही हप्तामा चाहिँ ड्यान्ड्रफ जान्छ, तर लगाउन छोड्नु भएपछि केही हप्तामा फेरि ड्यान्ड्रफ आउने गर्छ। यस्तो किन हुन्छ त? किनकि तपाईले ड्यान्ड्रफको लक्षणलाई चाहिँ उपचार गरिरहनु भएको छ, कारणलाई होइन। र आजको भिडियोमा म के कारणले गर्दा ड्यान्ड्रफ आउँछ भन्ने विषयमा कुरा गर्दैछु। नमस्ते, म डाक्टर दीक्षान्त सिटौला, म डर्माटोलोजी रेजिडेन्ट हुँ। आजको भिडियोमा हामी ड्यान्ड्रफको बारेमा कुरा गर्नेछौँ। ड्यान्ड्रफ भनेको एकदमै कमन तर एकदमै मिसअन्डरस्टुड स्काल्पको प्रब्लम हो। अब ड्यान्ड्रफ किन हुन्छ त? ड्यान्ड्रफको असली कारण हो एउटा फङ्गस, यानि कि एउटा ढुसी, जसलाई म्यालासेजिया भन्ने गर्छ। र यो म्यालासेजिया हाम्रो स्काल्पमा, हाम्रो तालुको छालामा नेचुरली नै रहने गर्छ। तपाईमा पनि रहन्छ, ममा पनि रहन्छ। तर केही व्यक्तिमा चाहिँ यो म्यालासेजिया भन्ने ढुसी धेरै बढ्ने गर्छ, ओभरग्रो हुने गर्छ। यसले ओभरग्रो हुँदा स्काल्पको सेलहरूलाई सेड गर्ने गर्छ र त्यो सेड भएको सेल नै ड्यान्ड्रफ हो। अब म्यालासेजियाको ओभरग्रोथ किन हुन्छ त? यो ढुसी किन बढ्छ त? यसका कारणहरू रहेका छन्। ओइली स्काल्प, यानि कि एकदमै चिल्लो स्काल्पको छाला भएमा, स्ट्रेसको कारणले पनि यो बढ्ने गर्छ, हर्मोनल इम्ब्यालेन्स, डाइटरी फ्याक्टर र रङ स्याम्पूको युज गर्नाले पनि म्यालासेजियाको ओभरग्रोथ हुने गर्छ। अब स्याम्पू लगाएर मात्र चाहिँ ड्यान्ड्रफ किन कन्ट्रोल हुँदैन त? जब हामी स्याम्पू लगाउँछौँ, त्यो पनि एन्टी ड्यान्ड्रफ स्याम्पू लगाउँछौँ, त्यसले त्यो भएका ड्यान्ड्रफहरूमा काम गर्छ र लगाएको केही हप्तामा चाहिँ हराउने गर्छ। तर हामीले रोक्न साथ फङ्गसको फेरि ग्रोथ हुन्छ र फेरि ड्यान्ड्रफ देखिन थाल्छ। त्यसैले ड्यान्ड्रफ कन्ट्रोल गर्नको लागि के गर्ने त? यसको लागि चाहिँ एउटा लाइफस्टाइल सेट गर्नुपर्छ, जसमा चाहिँ रुटिन स्किन केयर, होइन, स्काल्पको छालालाई चाहिँ रुटिन रूपमा केयर गर्ने, यानि कि त्यही अनुसारको स्याम्पू लगाउनुपर्छ। अर्को स्ट्रेस म्यानेजमेन्ट पर्छ। अर्को छालामा रहेको चिल्लोपनालाई पनि हामीले म्यानेज गर्नुपर्छ र डाइटमा पनि अलिकति मोडिफिकेसन गर्नुपर्छ। ड्यान्ड्रफ भनेको मल्टिपल कारणहरूले गर्दा लाग्ने गर्छ, त्यसैले लाइफस्टाइल फ्याक्टरलाई मोडिफाई गर्नु पनि आवश्यक छ। अब हामी नेपालीहरूले ड्यान्ड्रफ भएको बेलामा के गल्ती गर्छौँ त? सबैभन्दा पहिलो गल्ती हो तेल लगाउने। ड्यान्ड्रफ भयो, आमाले तेल लगा ड्यान्ड्रफ जान्छ भन्नुभयो, अनि हामी तेल लगाउँछौँ। तोरीको तेल लगाउँछौँ, नरिवलको तेल लगाउँछौँ। तर यो तोरीको तेल, नरिवलको तेलले चाहिँ म्यालासेजिया ढुसी, जसले चाहिँ ड्यान्ड्रफ गराउने गर्छ, त्यसलाई अझ खानेकुरा प्रदान गर्ने गर्छ र ड्यान्ड्रफ झन् बढ्ने गर्छ। त्यसैले ड्यान्ड्रफ भएको बेलामा तेल लगाउनु हुँदैन। अर्को गल्ती भनेको गलत स्याम्पूको प्रयोग। ड्यान्ड्रफ गराउने, म्यालासेजियालाई मार्ने अथवा यसलाई टार्गेट गर्ने फिक्स्ड कम्पोनेन्टहरू हुन्छन्। त्यो कम्पोनेन्ट भएको स्याम्पू लगायो भने मात्र ड्यान्ड्रफ कन्ट्रोल हुन्छ, नत्र हुँदैन। अर्को गल्ती भनेको चाहिँ गलत तरिकाले स्याम्पू लगाउने। हामीले एन्टी ड्यान्ड्रफ स्याम्पू नै युज गऱ्यौँ, तर गलत तरिकाले युज गऱ्यौँ भने पनि ड्यान्ड्रफ कन्ट्रोल हुँदैन। यसको लागि स्याम्पू प्रयोग गर्दा स्काल्पमा कम्तीमा पनि 3 देखि 5 मिनट राखेर मात्र यसलाई धुनुपर्छ। र हामीले अर्को गल्ती के गर्छौँ भने ड्यान्ड्रफको लागि स्याम्पू युज गऱ्यौँ र यो स्याम्पूले चाहिँ कपाल झऱ्यो है भन्दै त्यो स्याम्पू बन्द गर्ने गर्छौँ। यसो गर्यो भने पनि ड्यान्ड्रफ कन्ट्रोल हुँदैन। र अर्को महत्त्वपूर्ण कुरा छ डाइट र लाइफस्टाइल। ड्यान्ड्रफ बढाउने खानेकुराहरू के हुन् त? सुगर भएका खानेकुरा, प्रोसेस्ड खानेकुरा, स्ट्रेसफुल लाइफले पनि ड्यान्ड्रफलाई बढाउने गर्छ र कम पानी खायो भने, यानि कि डिहाइड्रेटेड भइयो भने पनि ड्यान्ड्रफ बढ्ने गर्छ। अब ड्यान्ड्रफ कन्ट्रोल गर्ने खालका खानेकुराहरू के छन् जुन हामीले हाम्रो डाइटमा एड गर्न सक्छौँ? त्यो हो जिङ्क भएको खानेकुरा, जुन चाहिँ नट्समा पाइन्छ, फर्सीका दानाहरूमा पाइन्छ। अर्को हो प्रोबायोटिक्स, जुन चाहिँ दहीमा पाइन्छ, फर्मेन्टेड फुडहरूमा पाइन्छ। अर्को ओमेगा 3, जुन माछामा पाइन्छ, अखरोटमा पाइन्छ, र प्रशस्त मात्रामा पानी खाने गर्नुपर्छ। अब ड्यान्ड्रफ कन्ट्रोल गर्नको लागि कुन स्याम्पू प्रयोग गर्ने त? म डर्माटोलोजी रेजिडेन्ट हुँ र आजको भिडियोमा म तपाईँहरूलाई ब्रान्ड भन्दा पनि कम्पोनेन्टको बारेमा, इन्ग्रेडियन्टको बारेमा कुरा गर्नेछु। बजारमा डिफ्रेन्ट ब्रान्डका स्याम्पूहरू पाइन्छन् जसले ड्यान्ड्रफ कन्ट्रोल गर्ने दाबी गरेका हुन्छन्
र धेरै एन्टी ड्यान्ड्रफ स्याम्पूहरू पनि पाइन्छन्। तर ड्यान्ड्रफ कन्ट्रोल गर्नको लागि बेसिकल्ली केही इन्ग्रेडियन्टहरू आवश्यकता पर्छ, जस्तै किटोकोनाजोल। किटोकोनाजोल भन्ने कम्पोनेन्ट चाहिँ ड्यान्ड्रफ कन्ट्रोल गर्नको लागि, यो म्यालासेजिया जसले ड्यान्ड्रफ गराउँछ यसलाई कन्ट्रोल गर्नको लागि एकदमै इफेक्टिभ छ। किटोकोनाजोल भएको स्याम्पूले चाहिँ ड्यान्ड्रफ कन्ट्रोल गर्ने गर्छ। र अरू कम्पोनेन्टहरू रहेका छन् जिङ्क पाइरिन्थियन र सेलेनियम सल्फाइड। यी कम्पोनेन्टहरूले पनि ड्यान्ड्रफलाई कन्ट्रोल गर्ने गर्छ। र स्याम्पूहरूमा यी इन्ग्रेडियन्ट छन् भने ती एन्टी ड्यान्ड्रफ स्याम्पू हुन् र तपाईँले त्यसलाई युज गर्न सक्नुहुन्छ। कति स्याम्पूहरूमा चाहिँ किटोकोनाजोल र जिङ्क पाइरिन्थियन अथवा सेलेनियम सल्फाइड सबैको मिक्सचर अथवा कम्बिनेसन पनि पाइने गरिन्छ। त्यस्ता स्याम्पूहरू अझ झन् प्रभावकारी हुने गर्छ। अब स्याम्पू कसरी प्रयोग गर्ने त? ड्यान्ड्रफको लागि एन्टी ड्यान्ड्रफ स्याम्पू प्रयोग गर्नु अगाडि हामीले कपाल भिजाउनुपर्छ र स्याम्पू लगाउनुपर्छ। स्याम्पू लगाउँदाखेरि कपालमा मात्र होइन, हाम्रो स्काल्पमा पनि, यो छालामा पनि विशेष गरेर स्याम्पू लगाउनुपर्छ र त्यसलाई मसाज गर्नुपर्छ र कम्तीमा पनि 3 देखि 5 मिनट त्यो हाम्रो छालामा राख्नुपर्छ अनि मात्र धुनुपर्छ। यसरी स्याम्पू लगाउँदाखेरि चाहिँ ड्यान्ड्रफको अगेन्स्टमा प्रभावकारी हुने गर्छ। अब कुरा गरौँ डाक्टरलाई कहिले देखाउने त? यदि तपाईँले रेगुलरली एन्टी ड्यान्ड्रफ स्याम्पू लगाइरहनु भएको छ र पनि तपाईँको ड्यान्ड्रफ कन्ट्रोल भएको छैन भने तपाईँले डाक्टरलाई देखाउनुपर्छ। ड्यान्ड्रफ तपाईँको स्काल्पमा मात्र होइन, तपाईँको अनुहारमा पनि देखिन थाल्यो, तपाईँको आँखी भाउमा, गालामा, कानको पछाडि चायाहरू देखिन थाल्यो भने तपाईँले डाक्टरलाई देखाउनुपर्छ। स्याम्पू प्रयोग गर्दा अथवा चायाको कारणले गर्दाखेरि एकदमै धेरै कपाल झर्न थाल्यो भने पनि एकचोटि डाक्टरसँग परामर्श गर्नुपर्छ। र तपाईँको स्काल्पमा एकदम रातो रातो दागहरू आउन थाल्यो, येल्लोइस खालको पहेँलो घिउ जस्तो क्रस्टहरू बस्न थाल्यो भने पनि तपाईँले डाक्टरलाई देखाउनुपर्छ। र अब समरी गरौँ है त। ड्यान्ड्रफ भनेको एकदमै कमन प्रब्लम हो र यसलाई चाहिँ म्यालासेजिया भन्ने ढुसीले गर्दा हुने गर्छ। र अरू पनि विभिन्न फ्याक्टरहरू छन् जसले ड्यान्ड्रफलाई बढाउने गर्छन्। एन्टी ड्यान्ड्रफ स्याम्पू सँगसँगै हाम्रो लाइफस्टाइललाई पनि अलिकति मोडिफाई गर्नुपर्छ, स्ट्रेसलाई घटाउनुपर्छ र डाइटमा पनि मोडिफाई गर्नुपर्छ। सबैभन्दा इफेक्टिभ स्याम्पूमा चाहिँ किटोकोनाजोल भन्ने कम्पोनेन्ट हुनुपर्छ एन्टी ड्यान्ड्रफ स्याम्पूले काम गर्नको लागि। र रेगुलर स्याम्पू युज गर्दा पनि ड्यान्ड्रफ कन्ट्रोल भएन, अझ अनुहारतिर पनि फैलिन थाल्यो, रातो रातो दाग आउन थाल्यो भने चाहिँ डाक्टरलाई देखाउनुपर्छ। यदि तपाईँहरूलाई यो भिडियो उपयोगी लाग्यो भने यसलाई सेयर गर्नुहोला र मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला। फेरि भेटौँला अर्को भिडियोमा। नमस्ते।